त्यसपछि बल्ल के हुन्छ मान्छेलाई ट्रस्ट हुन्छ फेरि मान्छे त व्यवसायिक रूपमा के गर्छ भने प्रडक्ट युज नगर्ने अनि त्यसपछि चाहिँ बेच्ने मात्रै गर्छन् तर यो चाहिँ हाम्रो के हो भने कम्प्लिटली निन्दा त तपाईँलाई लाग्छ यो र त्यस पछाडि म्याम भन्दै गर्नुहोस् है हजुर है हेयरको लागि पनि एकदमै राम्रो छ है यो के अरे हाम्रो हेयर मास्क हेयर स्पा भन्नुहोस् भिडियो बनाउनुहोस् भाइरल होइन अब नेपालका 10 लाख युजरले चाहिँ अब कस्तो हुन्छ नि अब कोका कोलाको मालिकले पेप्सी खायो भने के हुन्छ र भन्नु त होइन भने हाम्रो प्रडक्ट त पहिलो कुरा हामीले खुद आफै हाम्रो प्रडक्टको चाहिँ यसको एकदमै राम्रो हुन्छ क्या यो चाहिँ अब यहाँ जो सिक्ने जति ब्युटिसियनहरूले पार्लर खोल्न सक्छ नि यहाँलाई चाहिँ सिकाइदिने क्या वर्कसप यो चाहिँ यो सप स्किन होइन नेचुरल होइन हजुर त्यो अर्को छ त्योवाला चाहिँ अलिकति त्यो चाहिँ त्यसमा चाहिँ स्क्रब अलिक बेसी छ त्यो चाहिँ लाइक अब फेसियलहरू गर्दाखेरि तिनीहरू गर्दाखेरि गर्दा नेचुरल भनेको यही होइन हजुर हजुर ओके छिट्टै क्लिनिङ होइन म्याम हजुर सेकेन्डमा स्क्रब स्क्रबिङ होइन हाम्रो दुइटा छ होइन नेचुरल र ऊ छैन हजुर नेचुरलमा चाहिँ जस्तो स्क्रबिङ पनि कम चाहिनेहरूलाई हुन्छ माइल्ड स्क्रबहरू चाहिँ अनि जुन हाम्रो असियरको जुन छ नि त्यो चाहिँ अलिकति जसको ड्यामेज स्किन छ त्यसलाई चाहिँ एसियरको राम्रो भयो होइन ड्यामेज स्किन त्यसरी भन्नु मिलेन के भन्नु पर्यो स्किनको प्रब्लम भयो जस्तो अब पिगमेन्टेसन हुन्छ तिनीहरूको लागि चाहिँ अब एकदम त्यो स्ट्रङ चाहिँ त्यति राम्रो हुँदैन भन्छ नि त्यसले स्किनलाई झन् बेसी त्यो लेयरहरू यो गर्छ भन्छ अनि त्यो भएको भएर चाहिँ पिगमेन्टेसनलाई चाहिँ सफ्ट राम्रो भयो अब जस्तो बेबी स्किन हुन्छ हाम्रो बेबी स्किनहरूको लागि चाहिँ सफ्ट भयो जसको प्रब्लम त्यसरी केही पनि यो छैन जस्ट क्लिनिङको लागि हामीले गर्छौँ नि तर बाक्लो छाला हुँदैन पातलो हुन्छ बेबी स्किन हुन्छ उनीहरूको लागि चाहिँ सफ्ट राम्रो भयो अनि डेली युजको लागि जस्तो भन्दाखेरि हप्तामा 2 चोटि जुन क्लिजिङ गर्नुपर्छ भन्छ पिम्पल्स भएकोहरूले होइन अनि हाम्रो यतिकै पनि डेड सेल्सहरू अब अलिक बेसी मेकअपहरू हुनेहरू हुन्छ नि गर्नुपर्ने हुन्छ डेली लाइफमा उहाँहरूले हप्ताको 2 पटक जुन गर्छ ओके अब त्यसपछि के लाउनु पऱ्यो म्याम सुरुमा हाम्रो यो क्लिन्जिङ गर्छौँ फेसलाई क्लिन्जिङ प्लस टोनर जुन छ हाम्रो त्यसले हाम्रो हेल्दी एस्योरको होइन असियरको हजुर ए पहिला सरको पहिला कस्तो फोटो थियो पहिला खिच्न पर्दैन काटे यार सरको स्किन क्लियरै छ सरको स्किन त क्लियर नै छ राम्रो छ अब हामीले क्लिजिङ गऱ्यौँ अब यो के म्याम यो अब यो मसाजको टाइम हजुर मसाज यसमा हामीले के हालेको छौँ यसमा यसमा मसाज क्रिम अनि क्रिल ओइल फ्लेक्स ओइल निम हजुर र चाहिँ एकदम साइन दिन्छ होइन हजुर यसले चाहिँ स्किनलाई अब क्लिन पनि ल्याउँछ साइन पनि गर्छ मोइस्चराइज पनि गर्छ स्किनलाई राम्रो पनि देखाउँछ होइन हेल्दी पनि बनाउँछ ओके भनेपछि हामीले यो क्रिल ओइल हाल्यो होइन हजुर यो
हजुर क्रिम अइल क्लियर ओइल है हजुर त्यसो अर्को हामीले के हाल्यो त्यस पछाडि फ्लेक्स ओइल हामीले त्यसपछि यो अनि हजुर निम ओइल त्यसपछि फ्लेक्स ओइल हाल्यो होइन हजुर फ्लेक्स ओइल अनि त्यसपछि निम निम पनि हाम्रो ओइल त होला नि निम होइन हजुर यो निम हाल्यो है हामीले होइन हजुर अनि यसमा हामीले के हाल्यो प्लस मसाज क्रिम होइन मसाज क्रिम हजुर ओके मसाज क्रिम यो चाहिँ यो थर्ड होइन हजुर यो मसाज क्रिम त्यसपछि यो ग्रिन ओइल त्यसपछि यो निम अनि त्यसपछि तपाईँको फ्ल्याक्सिड ओइल यो तिनवटाको चारवटाको चाहिँ मिक्स गरेर हाल्यो भने त्यसपछि स्किनलाई चाहिँ फेस प्याक गानादरमा स्पिरुलिना अमला र एलोभेराको पेस्टले चाहिँ के हुन्छ भने प्याक हो यसले चाहिँ डेथ पुरै त्यो स्किनको पोर्स खोल्छ होइन होइन ओपन पोर्सहरूलाई चाहिँ क्लोज गर्छ अनि स्किनलाई फेयर देखाउँछ साइनी देखाउँछ के भन्दा अनि क्लिन क्लिन देखाउँछ फेयर त अब यो चाहिँ कति मिनट राख्नुपर्छ यो चाहिँ 20 मिनट्सदेखि 30 मिनटसम्म ए सुक्नु पऱ्यो हजुर अब प्याक होइन यसमा हामीले के हालेछौँ यसमा फेस प्याक स्पाइरुलिना गानादरमा फेस प्याक स्पिरुलिना गानादरमा आम्ला अमला एलोभेरा एलोभेरा होइन ल अब पुस्ने होइन हजुर आफ्नो प्याकलाई पुस्नुपर्छ अब यो अब त्यसपछि लास्ट मोइस्चराइजर म्याम होइन मोइस्चराइजर नखाने? सनस्क्रिन सनस्क्रिन होइन अनि यो बिबी क्रिम त के अरे सनस्क्रिन लगाएर लगाउने होइन हजुर यहाँ हामीसँग टोनर भएको भए टोनर युज गर्थ्यौँ टोनर क्लिनिङ टोनर चाहिँ छ त प्लेजन्ट टोनर ल्यायो ए छुट्टै टोनर टोनर हाम्रो पनि टोनर पनि हुनु पऱ्यो सर त्यहाँमा सर के अरे सनस्क्रिन सनस्क्रिन होइन बेबी क्रिम पर्छ म्याम हजुर बेबी क्रिम लगाउनु अरे हामीले चाहिँ आज हाम्रो स्पेसल रूपमा केमिकल रहित फुड सप्लिमेन्टको चाहिँ फेसियल गर्नुभयो मलाई कस्तो फिल भयो र चाहिँ हाम्रो ग्राहकहरूलाई केही दुई शब्द दिनु सर ल आज फेसियल गरियो हाम्रो ओम सरको यो के भन्ने पार्लरै भन्नु पर्ला पार्लर होइन हाम्रो चाहिँ हेल्थ सप्लिमेन्ट वर्कसप सप्लिमेन्ट वर्कसप होइन ब्युटी वर्कसप ब्युटी वर्कसप यसमा चाहिँ हेल्दी लिभिङको सप्लिमेन्ट र क्रिमहरू मिसाएर मैले आज फेसियल गरेँ होइन र एकदम राम्रो फिल भइरहेको छ यसमा कुनै केमिकल छैन होइन कुनै केमिकल छैन केमिकल रहित भयो कुनै साइड इफेक्ट हुने कुरा भएन
र म तपाईँहरूलाई पनि उहाँसँग सम्पर्क गरेर यो चिज सिक्नुहोस् अनि घर घरमा यो गर्नुहोस् ताकि पाला झार नपरोस्, कुनै साइड इफेक्ट केमिकल स्किनमा नपरोस् होइन, र अझै राम्रो भपक अनुहार बलोस् भन्न चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू।